यो चाहिँ बाटो खोला घर यो चाहिँ घर सबै त्यही त सबै ऊ अनि यहाँ त अनि यहाँदेखि त बाटै खाइसकेको छ नि यताको गाउँ त झन् के बाँकी राखेर सबै ढुट्टो पारे बेहाल भएछ गाउँ त सबै सकिएछ हेर घर जति सबै बगाएर छत ढलाई गरी मरी बनाएको खोला यहीँ पो छ त खोला त यो बाटो थियो पहिला है पहिला वहाँ पर अर्को गाउँ छ त्यो गाउँ पनि सकेर यहाँ आइपुग्यो यहाँ छ खोला यो बाटो थियो अब चाहिँ कहाँ यतादेखि हिँड्दैछ यतादेखि हिँड्दैछ नि त्यता चाहिँ कहाँ जानु यहाँको घर खोइ यो त पनि गयो छोडेर भाइ तिमी उता जाऊ मम्मी बैठाऊ नजाऊ मम्मी बैठाऊ त यहाँ पानी छ यत्रो गाउँ थियो सबै पुरा हरियो झार देखेतिर थियो पहिला खोला अहिले यहाँ आइपुगिसक्यो पछाडि हेर नि जाल्यौ नि पछाडि भने लु भयो जेसै गर लु यता आऊ यता कहाँ छेउमा गएको यता आऊ अब छोडिहाल्छु नि अभिनाले भाइ यता हेर्दा के गरेको के रोपेको कहाँ रोपेको छ हौ भाइले फुल कहाँ यहाँ खोलाको छेउमा रोपेको फुल यता हेर्दा नकुदाइहाल्यो भेट्लाउ नि त्यता हेर आज कस्तो दामी छ बादल तर घरेरी चाहिँ हेर्नु बेहाल बाढी पहिरोले गर्दा पुरै गाउँै बगाएर लगेछ है साह्रै नराम्रो भएको त्यहाँनिर 3टा गाउँ खाइसकेर अनि त्यहाँबाट त्यसपछि हाम्रो यो गाउँमा पनि आएर बाढी सबै भत्कालो कत्रा घरहरू बनाएको थिए तलको घरहरू बनाएको थियो कति खर्च गरेर सबै गयो सेयरहरू भिडियो मन पऱ्यो भने लाइक पनि सेयर सब्सक्राइब गर्नु होला आजको लागि यति नै